के तपाईँ साइबर सेक्युरिटीमा इन्ट्रेस्टेड हुनुहुन्छ? यदि हुनुहुन्छ भने तपाईँले जान्नै पर्ने पहिलो टपिक रहेको छ द क्यू फ्रेमवर्क। जन मैक्युम्बरले 1991 मा बनाएको यस फ्रेमवर्कले इन्फर्मेसनको सुरक्षाको लागि अपनाउनु पर्ने सम्पूर्ण पहलहरू र तिनको प्रभावकारिताले मूल्याङ्कन गर्न सहयोग गर्दछ। उनले यो फ्रेमलाई 3 डाइमेन्सनमा विभाजन गरेका छन्, जुन रहेका छन् सुरक्षा सिद्धान्तहरू अथवा CIA ट्राइड, जसले इन्फर्मेसन बिना छेडखानी सुरक्षित रहोस् भन्ने सुनिश्चित गर्दछ। डाटाको अनेक अवस्थाहरू, जसले डाटाको अनेकन अवस्था र त्यो अवस्थामा डाटाको सुरक्षा सुनिश्चित गर्ने गर्दछ। सुरक्षाका उपायहरू, जसले डाटालाई सुरक्षित राख्नको लागि उपयोगी तरिकाहरू जनाउँदछ। अब यी टपिकहरूलाई अझ डिटेलमा बुझौँ। पहिलो डाइमेन्सनमा 3 वटा सिद्धान्तहरू रहेका छन्: कन्फिडेन्सियालिटी, इन्टिग्रिटी र एभाइलेबिलिटी। कन्फिडेन्सियालिटी भनेको सूचना अनधिकृत मान्छेसम्म नपुगोस् भन्ने हो। जस्तै तपाईँले ब्याङ्किङ एपमा लगइन गर्दा आइडेन्टिटी प्रुफिङ र टु फ्याक्टर अथेन्टिकेसन मार्फत तपाईँको पहिचान कन्फर्म गरिन्छ र मेसेजहरू डेटा इन्क्रिप्सनको मद्दतले एन्ड टु एन्ड इन्क्रिप्टेड बनाइन्छ। यिनै कन्फिडेन्सियालिटी सुनिश्चित गर्ने मुख्य प्रिभेन्सन मेथड हुन्। इन्टिग्रिटीले डाटा कसैले नबिगारोस् भन्ने सुनिश्चित गर्दछ। जस्तै तपाईँले इन्टरनेटबाट फाइल डाउनलोड गर्दा त्यसको चेकसम मिलाएर हेर्नुभयो भने यसले फाइल ओरिजिनल छ कि छैन भन्ने पुष्टि गर्दछ। एभाइलेबिलिटीले चाहिँदा बेला अथोराइज्ड प्रयोगकर्तालाई डाटा र सिस्टम सधैँ उपलब्ध होस् भन्ने सुनिश्चित गर्दछ। जस्तै कुनै हस्पिटलको सर्भर बिग्रियो भने ब्याकअपबाट तुरुन्तै पेसेन्टको रेकर्ड निकाल्न सकियोस्। त्यही नै एभाइलेबिलिटी हो। इन्फर्मेसन उपलब्ध गराउने सबै सफ्टवेयर हार्डवेयर सही रूपमा चलेको छ या छैन, अपडेट छ या छैन, त्यो पनि सुनिश्चित गर्न यसले मद्दत गर्दछ। दोस्रो डाइमेन्सनमा डाटाका 3 अवस्था छन्: प्रोसेसिङ, स्टोरेज र ट्रान्समिसन। प्रोसेसिङले जब डाटा प्रयोगमा छ त्यो अवस्थालाई जनाउँदछ, जस्तै डाटाबेस अपडेट हुँदै गरेको अवस्था। स्टोरेजले डाटा कुनै मेमोरीमा बसिरहेको अवस्थाले जनाउँछ, जस्तै हार्ड ड्राइभ वा USB मा सुरक्षित भइबसेको डाटा। ट्रान्समिसनले डाटा एक स्रोतदेखि अर्को स्रोतसम्म जानको लागि हिँडिरहेको अवस्थाले जनाउँछ, जस्तै डाटा इमेल वा मेसेज मार्फत यात्रा गरिरहेको हुन्छ। तेस्रो डाइमेन्सनमा सेक्युरिटी मेजर्स पर्दछन्। पहिलो नम्बरमा सचेतना, तालिम, शिक्षा पर्दछन्। यी संस्थाहरूले लागू गर्ने त्यस्ता उपाय हुन् जसले प्रयोगकर्ताहरूलाई सम्भावित सेक्युरिटी थ्रेट्सको बारेमा बुझ्न र आफ्नो सूचना प्रणाली जोगाउन कस्ता कदम चाल्ने भन्ने कुरा सिकाउँदछ। दोस्रो नम्बरमा प्रविधि पर्दछ। यसले इन्फर्मेसन सिस्टमलाई जोगाउन प्रयोग गरिने सफ्टवेयर र हार्डवेयर सोल्युसनलाई बुझाउँछ, जस्तै फायरवल्स, जसले कुनै पनि सम्भावित साइबर आक्रमण वा शङ्कास्पद एक्टिभिटी पत्ता लगाउन तपाईँको नेटवर्कलाई 24 घण्टा मोनिटर गरिरहन्छ। तेस्रो नम्बरमा पर्दछ पोलिसी र प्रोसिडियर, जसले इन्फर्मेसन एस्युरेन्स कसरी लागू गर्ने भन्ने बलियो जग तयार पार्दछ। जस्तै साइबर एट्याक हुँदा के गर्ने भन्ने इन्सिडेन्ट रेस्पोन्स प्लान्स र काम गर्ने सही तरिकाहरू सिकाउने बेस्ट प्र्याक्टिस गाइडलाइन्स।